नमस्कार। आज चाहिँ हामी सबैजना साली म श्रीमती हामी आसामको गोलाघाट डिस्ट्रिक्ट बडोपत्थर जाँदैछौँ र हामी घुम्नुको लागि र हाम्रो इन्भिटेसन छ र हाम्रो मेरो सालीको घरमा देवरको बिहा भएकोले गर्दा हामी निस्क्यौँ र यो मेन हाइवे आइपुग्यौँ। यता चाहिँ अलिपुरद्वार जान्छ र हाम्रो ट्रेन अलिपुरद्वार न्यू अलिपुरद्वार जङ्सनबाट छ र हामी यो बाटोबाट जानेछौँ। हामी अलिपुर आइपुग्यौँ न्यू अलिपुरद्वार र यहाँ पर मेरो श्रीमती र सालीले हामीलाई पर्खिरहेको छौँ र धेरै सामान छ र यो अब हामी उठाएर स्टेसनभित्र जान्छौँ र स्टेसनमा आइपुग्यौँ र ट्रेनको इन्तजार गरिरहेको छौँ र अब केही छैन, ट्रेन आउँदैछ र ट्रेनको सफर साह्रै राम्रो लाग्छ मलाई चाहिँ र इन्तजार गर्दै अब हाम्रो इन्तजार खत्तम हुन गइरहेछ र ट्रेन आउँदैछ। ट्रेन आइसके पश्चात हामी फेरि यो ट्रेनमा जानेछौँ। अहिले फिलहाल यो चाहिँ वन्दे भारत एक्सप्रेस आउँदैछ, यसको नेक्स्ट ट्रेन चाहिँ हाम्रो छ र हामी इन्तजार गरिरहेछौँ स्टेसनमा। साह्रै सफा रहेछ यो न्यू अलिपुरद्वार स्टेसन। यहाँबाट हामी अघि बढ्नेछौँ। यो चाहिँ वन्दे भारत एक्सप्रेस हाम्रो ट्रेनमा आएर हामी ट्रेनमा चढिसकेको छौँ र आफ्नो मान्छेहरूलाई कहाँ पुग्यौँ कता पुग्यौँ र अब हामी स्टेसनलाई बिदा दिँदै र हाम्रो गन्तव्यहरू अब अगाडि बढ्ने छ र मसँगको यात्रामा तपाईँहरूलाई पनि जोड्दै र यसरी ट्राभलहरू सुरु हुन्छ र हाम्रो ट्रेन छोड्यो। बाई बाई। अब फेरि हामी बाटोमा भेटेको दृश्यहरू तपाईँलाई देखाउँदै जानेछौँ र ट्रेनभित्र एकदम राम्रो लाग्छ मलाई। हेलो नमस्कार। एकपल्ट भयो र हामी यहाँ बजारमा तपाईँहरूलाई म आज यहाँ आएको छु भने चाहिँ म आसामको गोलाघाट डिस्ट्रिक्ट एकदम बडोपत्थर भाइ हो भन्ने जग्गा र उहाँले मलाई यहाँ यहाँको तपाईँको मार्केट रहेछ र हामी तपाईँको यहाँ आएको छौँ। यहाँ चाहिँ मेरो साडु भाइ प्यारो भाइ हजुर उहाँ चाहिँ यहीँको निवासी हुनुहुन्छ। हामी यसै घुम्न आएको हामी दाजुभाइ। दाजुलाई हाम्रो बडोपत्थर भन्ने ठाउँमा आज उहाँलाई यसै घुमाउनु भनेर ल्याएको हजुर र राम्रो रहेछ। यहाँ मार्केट रहेछ। यहाँ तपाईँलाई हजुर यो मार्केट तपाईँको मेरो ब्याक साइडमा देख्नुहुन्छ। यहाँ ठुलो मार्केट रहेछ। हेर्नुहोस् न हो यहाँ तपाईँले मैले अचम्म चिज के देख्दैछु अहिले म तपाईँलाई देखाउँदै जान्छु। मसँग जोडिँदै जानुहोस्, तपाईँहरूलाई म देखाउँदै जानेछु र बादमा अर्को मार्केटमा तपाईँलाई लगेर मैले जीवनमा फर्स्ट टाइम देखेको चिजहरू तपाईँलाई पनि देखाउँछु। तपाईँहरू यत्रो टाढा आएको छु होइन र तपाईँहरूलाई म देखाउने चाहन्छु। मसँगको यात्रा हो तपाईँको नि र फेरि तपाईँहरूसँग भेट्दैछु पछाडि बादमा भेट्दैछु। म यहाँ मार्केटमा आएँ कि हजुर यहाँको मार्केटमा यहाँ मैले अचम्मको चिज देखेँ जो त यो सब्जीहरू हुन्छ त्यो सबै जहीँ पनि सेमसेमै पाउँदो रहेछ। तर मैले अचम्म एउटा चिज तर मैले एउटा अचम्म चिज के देखेँ भने यहाँ म त तपाईँको एकदमै अचम्म चिज देखेँ। किरा रहेछ जो चाहिँ हेर्नुहोस् न
कुम्ले यो किरा चाहिँ रहेछ अब भन्छ, हाम्रोतिर हेर्नुहोस् भन्छ न, यो बिग्री हुँदो कुम्ले रहेछ। किरा एरुपुक भन्छ यहाँ। एरुपुक यो अरे जिउँदै छ। यो यसले पत्ता खान्छ। म त तर भेज हो, यो हामी चाहिँ त्यस्तो खाँदैनौँ, तर पनि अब यो मार्केटमा तपाईँको रहेछ। यहाँ चाहिँ खान्छ अरे यो नि राम्रै छक्कै चिज पऱ्यो होला, तर म त खाँदिनँ। मलाई त अब म सबैलाई यही भेज हो प्रेरणा गर्छु कि तर पनि अब यो चिज चाहिँ मैले अचम्म तपाईँहरू देखाएँ पनि प्युर भेज यो चाहिँ यहाँको हुनुहोस्, एकदम राम्रो मेन हो, मार्केटमा होइन? चाहिँ शाकाहारी खानु यसको दाम पुरा छ र अरे तपाईँहरूलाई के कस्तो लाग्छ, तर मलाई चाहिँ जस्तो लाग्छ। यो त अब र हजुर यो फेरि हेर्नुहोस् नि, त्यस्तो हुन्छ यो किरा चाहिँ एकदम दाम महँगो छ अरे, यो एकदम बिग्रियो छिट्टो यो हुन्छ। त अरू त भइहाल्छ हो तपाईँलाई एउटा अचम्म चिज चाहिँ के देखाउँछु भने, यो नागाको यो चाहिँ बाँसभित्रको पानी, बाँस यो टाङ्ने चाहिँ एकदम सब्जीमा हालेर यो यहाँ चाहिँ के हो प्रयोग खास चाहिँ गर्नुहुन्छ। त्यसले के प्रायः खानामा यो पानीभित्रको? युज हुन्छ अरे, यो नदीमा चाहिँ प्रायः बाँस टाङ्ने अधुरो हुन्छ। एकदम यो चाहिँ राम्रो मेन लाग्यो। नागाहरू र यहाँ घुमिँदैछौँ, र राम्रो राम्रो चिजहरू देख्दैछु। यहाँ त अरू त किनिमाहरू यो जग्गा साह्रै राम्रो रहेछ। यो चाहिँ चिजहरू अचम्म देखेँ यहाँको जो अरू मानिसहरू पनि एकदम राम्रो लाग्यो। त्यो सिमी त पाउँछ बिन्स भन्छ। र हुन्छ फेरि तपाईँहरू अरू अरू जाँदै चिज गर्दा देखाउँदैछु हामी अब नमस्कार यहाँ म आएको छु तपाईँहरूलाई म र अहिले म यहाँ फेरि आसामको तपाईँलाई के टुरमा छु देखाउँछु भने यहाँ मेरो पछाडि चाहिँ आसामतिर छु एउटा वृक्ष देख्नुहुँदैछ। आसामको जुन यो चाहिँ यो मैले चाहिँ अब सरू लाइफमा पत्थर देखेको थिइनँ। हुन त यो- गोलाघाट डिस्ट्रिक्ट यो वृक्ष त देखेको हो, तर यो तपाईँको नागाल्यान्ड यत्रो बोर्डर ठुलो हुन्छ, मोटामोटी तपाईँको र यहाँ चाहिँ 20 मैले फिट चाहिँ छ होला। यो मैले नदेखेको लाइभमा कुराहरू देखेको चाहिँ अब थिइनँ। तपाईँहरूलाई देखाउन चाहँदैछु यो होइन चाहिँ हो के को मैले भन्दा के चाहिँ चाहिँ देखेँ यो मेरो यो पछाडि चाहिँ देख्नुहुन्छ यो चाहिँ हो निम्बु भनिन्छ, जो निम्बु चाहिँ जात निम्बु। जात निम्बु यो चाहिँ र जातकै निम्बु यो चाहिँ यताको मान्छेले चाहिँ यसलाई र टेङ्गा भन्छ। मैले यसको बोर्ड त साधारण देखेको थिएँ यो चाहिँ तर एकदम निम्बु हो, ठुलो लाइभमा बोर्ड मैले छ, हेर्नुहोस् फर्स्ट न। टाइम यो त देखेको हो, टिप्दाखेरि त झन् तपाईँको एउटा पिकअप गरिन्छ फर्स्ट टाइम भनेर देखेको निम्बुको बोर्ड भन्नु हुँदैन भन्नुभयो। कति चाहिँ फल्छ भनेर हेर्नुहोस् के। तोक चाहिँ लगाएर निम्बु चाहिँ तपाईँको मैले सानो सानो 20 फिट तपाईँको बेसी निम्बुको भनेको बोर्ड 4 चाहिँ मैले फिट चाहिँ 5 लाइभमा फिट देखेको 6 फिटसम्म देखेको तर यो मोटामोटी तपाईँको 20 फिट जस्तो छ होला यो अग्लो यसको हाइट र मैले अचम्म चिज देखेको कारणले गर्दा चाहिँ तपाईँहरूलाई म देखाउँदैछु पुरा फल्छ अरे एउटा बोटले तपाईँ यत्रो ठुलो बोट रहेछ एउटै हो यसको बेडहरू चाहिँ यसको एकदम फेद चाहिँ एउटै सुन्दर रहेछ वृक्ष, शीतल पनि हुँदो रहेछ यसको फेदमा बस्नुको लागि। एउटै फेद हो यो एउटै बोट हो यो जम्मा र तपाईँको यत्रो ठुलो बोट अब यो त हामी बिहामा आएको हौँ र मैले पछाडिपट्टि देखेको मण्डप थिइनँ छ। होइन र तपाईँहरूलाई देखाउन गइरहेको छु निम्बु चाहिँ कुन चाहिँ हुन्छ भने म तपाईँलाई यो निम्बु जुन चाहिँ फलेको यसलाई रहेछ, जात माथि निम्बु फलेको भन्छ देख्नुहुँदैछ यो निम्बु तपाईँले निम्बु देखेको खास हो। निम्बु चाहिँ यो हो यो अलिक पातले छिर्पेको रहेछ पत्ताले उयो गरेको रहेछ र अहिले अलिक सिजन खास होइन निम्बु यो हो। तपाईँको र जुन जुलाईमा चाहिँ यो एकदम मैले रटरम्म देखेर चाहिँ फल्छ अरे तपाईँहरूलाई यहाँ। देखाउन गइरहेको छु यत्रो होमादिको अब पूर्णाङ्क होमादि नभइकन हामी व्रत बन्धतिर हामी लम्किँदैछौँ फेरि र सबैजना धैर्य धाएर बसिदिनु अनुरोध गर्दैछु र भिडियो गर्ने भाइहरूलाई पनि मेरो तर्फबाट धेरै धेरै साइड साइडमा धन्यवाद। तपाईँको सुपारीको बोट जसमा चाहिँ यहाँ चाहिँ भुटानमा यसलाई दोमा भन्छ। कुचबिहार साइडमा यसलाई भाङा पानी पनि भन्छ, हाम्रोतिर चाहिँ यसलाई गुवा पनि भन्छ। हेर्दै जानुहोस् कस्तो कस्तो दृश्यहरू तपाईँले देख्नुहुनेछ। साह्रै रमाइलो यात्राहरू है। पनि यसरी हिँड्दै जाँदा अब भोलिपल्ट बिहा छ, आज बिहाको यसरी प्रसाद दिँदैछ र भोलि जन्ती जाने र प्रसाद एकदम पठनपाठन राम्रो रहेछ र एकदम विधिपूर्व कार्य गर्नुहुँदैछ। अब हामी हेर्दैछौँ धेरै कार्य छ अझै कार्यक्रम र सजाएको एकदम राम्रो लाग्यो। हामी श्रीमती र म रमाइलो गर्दै सबैजनाले गर्नुभयो र हामीले पनि उठाउनुभयो नयाँ जग्गामा र हामीले पनि यसरी डान्स गरिसकेको छौँ।
पुम यस्तै छ र यसरी अब कम्तीवटा फर्केर आयो र यो चाहिँ हो मण्डप होइन शुभ बिहा राकेश नृत्यका फेरि अब आफ्नै मान्छे भाइ र बुहारी भनौँ न बहिनी एकदम राम्रो मण्डप सजाएर चाहिँ आजको रमाइलो हुँदैछ हेरेर म तपाईँलाई देखाउँछु यो आश्रमको बिहा फर्स्ट टाइम यतातिर एटेन्ड भएको रमाइलो हुँदैछ सिस्टम सारू भाइ यो चाहिँ मेरो दाजु अन्त यहाँ सबैजना यसरी टोपी लिन्छ यहाँ चाहिँ बेहुला बेहुली र यहाँ चाहिँ हुन्छ दाजु र मेरो बहिनीको डान्स दामी अति राम्रो हुँदैछ दाजु बहिनीको डान्स एकदम रमाइलो हुँदैछ अब हामी आश्रमलाई बिदा दिँदै जाँदैछौँ रमाइलो लाग्यो र अब ट्रेन बिताउन लाग्यो र ट्रेन आइसक्यो चढेर एकदम बाई बाई भन्ने हामीलाई पुऱ्याउनु एकदम रमाइलो लाग्यो यो सफर यो यात्रा जीवनमा नबिर्सिने यात्रा भयो र ट्रेनभित्र चढेर यात्रा आरम्भ गर्दैछु र केही क्षणमा रात्रि बेला हामी हाम्रो गन्तव्यमा पुग्नेछौँ र मसँगको यात्रा तपाईँहरूलाई कस्तो लाग्यो के लाग्यो र कमेन्ट सब्सक्राइब गरिदिनुहोस् होइन तपाईँहरूलाई यस्तै घुम्न गएको यात्राहरू अवलोकन गर्न चाहन्छु यति भन्दै हजुरहरूलाई बिदा दिन चाहन्छु र फेरि पनि मौका पाए फेरि भेटौँ